भात त छ नि जिन्दगीमा यति भात कुरेको पहिलोचोटि होला। म एउटा तामाङ भाषामा सोध्छु त्यो तपाईँले नेपालीमा उल्था गर्नु है आउँछ कि आउँदैन। म जे भयो नि म भन्छु त्यही त गेस गर्नु क्या। जस खेतै हो रे यो मेरो हातमा भएको बिउ धानकै हो। धानै भनेर रोपौँ न यसरी होइन। काठमाडौँमा धान यसै गरी रोप्ने रहेछ भनेर पहिलोचोटि थाहा पाइयो। हेलो आज चाहिँ म चाहिँ लगभग 16-17 वर्ष पछि नै लौ खेत रोपौँ न त भनेर मक्ख पर्दै खेतमा पुगेको। खेतको हालत रहेछ यस्तो खतरा पानी होला। पानीमा खेल्दै छुपुक धान रोप्ने भनेर गएको त छैन खेतमा र एउटा थोपा पनि पानी थिएन हो। बरु कोदो रोप्न चाहिँ अलिअलि पानी हुन्थ्यो होला। धान रोप्नलाई अब के गर्ने हो हामी दुईजना फस्यौँ भन्दै दुईजना कुरा गर्दै यो चाहिँ बिउ निकाल्न गयौँ सबभन्दा पहिला है। यसरी मजाले बिउ निकालिसकेपछि फेरि मेरो साथी बिजिना है ऊ चाहिँ पहिलोचोटि अरे यहाँ धान रोप्न थालेको भनेर ढोगेर सुरु गर्दैछ। जस खेतै हो रे यो मेरो हातमा भएको बिउ धानकै हो। धानै भनेर रोपौँ न यसरी होइन। काठमाडौँमा धान यसै गरी रोप्ने रहेछ भनेर पहिलोचोटि थाहा पाइयो। फेरि आजकै दिनमा घाम यस्तो चर्केको होइन, भोक पनि यस्तो लागेको होइन। भात आउन ढिला हो कि हामीलाई अल्छी लागेर कतिखेर भात आउँछ भन्या हो कि मेरो साथी बिजिना त भागिसक्यो फेरि अघि नै हो। ऊ त टाप खसिसकेर हामी चाहिँ भात कतिखेर आउँछ भनेर कुरेर बस्दै फाइनल्ली माथिबाट भात आयो। यो भात आउँदाखेरि आमा कति खुसी भयो नि। खुसीको त कुनै सीमै छैन के। आज यहाँ गुरुङ श्रेष्ठको नातिनीहरूले बल्ल खाना ल्याइ पुर्यायो। राम भात त छ नि जिन्दगीमा यति भात कुरेको पहिलोचोटि होला। उहाँहरू चाहिँ सबै गुरुङ श्रेष्ठको नातिनाहरू अरे उहाँहरू बुहारीहरू। उहाँहरूको बाजे मासु कम हालिदिनु तर फल मासु चाहिँ अलिक धेरै हालिदिनु र। मैले सिधैमा लिएर आएको यो मासु तपाईँको ठाउँमा यस्तो बोलीले कहिले कस्टमर आउँदैन। लु जा गुरुङ श्रेष्ठको नातिनीहरू कम त झगडा छ त। ऊ मासु पसलमा झगडा गरेर बसेर चाहिँ भात ल्याउन ढिलो भएर छ। अलि लापालीमा नाम लापाली म 1 घन्टा बोले बिजिना दिदी म त छोडेर हिँडिदिन्छु। किन त्यस्तो भयो भने त्यसो भने तिम्रो मात्र पसल म त हिँडिदिने हो। धन्यवाद। भेराइटी बनाएर ल्याएको फेरि बहिनीहरूले है। अनि टन्न भात खायौँ। अनि भात पनि थोरै खाएको र 3 थाल भात खाएर त्यसपछि त भात खाइसकेपछि फेरि रोप्न नसकेर तै पनि रोप्नुपर्छ भनेर लास्टमा चाहिँ तल अलिकति हिलो रहेछ कि त्यसमा चाहिँ मलाई जानु भनेर पठाउनु भयो। अनि फाइनल्ली म पनि हिलोमा पसेर चाहिँ काठमाडौँमा धान रोपियो है। ओहो काठमाडौँमा धान रोप्दा कस्तो चाहिँ भयो भनेर कुरै नगरौँ। मैले त्यो अनुभव चाहिँ शब्दमा तपाईँलाई बयान गर्न सकिनँ। यही भिडियोमा हेरिहाल्नु भयो कस्तो छ खेत कस्तो छ कसरी रोपियो भनेर। धन्यवाद। म एउटा तामाङ भाषामा सोध्छु त्यो तपाईँले नेपालीमा उल्था गर्नु है आउँछ कि आउँदैन। म जे भयो नि म भन्छु त्यही त गेस गर्नु क्या। ल म भन्छु है त कान्छाजी आउँदैछ भाइ के हो कान्छाजी भनेको के हो ल नेपाली? ल तपाईँ भन्नु कान्छाजी भनेको के हो? कान काट्ने हो भनेको। लु जा सक्यो भने कान्छाजी भनेको के हो? तामाङ भाषामा कान्छाजी भनेको नेपालीमा भन्नु के हो? जे मन लाग्छ त्यही भन्नु। कान्छा भनेको चाँडै आऊ। माथि डाँडामा तपाईँहरूको केही छ भन्नु? केही छ? कान्छाजी भनेको के हो नेपालीमा? मैले तामाङ भाषामा भनेको कान्छाजी के भन्नु अरे? भा दुईजनाले जित्नु भयो। भात आउँदैछ अरे हो दाइले चाहिँ त्यही माथिको भात देखेर होला नि।